म पुष्कर शाह, मेरो घर दोलखा हो। मैले चाहिँ साइकलबाट 2055 सालदेखि 2067 सालसम्म लगभग 12 वर्ष लगाएर संसारका 150 मुलुकहरूको भ्रमण पुरा गरेँ र 2070 साल जेठमा चाहिँ संसारभरिको झन्डा लिएर सगरमाथा आरोहण गरेँ र एउटा विश्व कीर्तिमान कायम गरेँ। अहिले म तिलोत्तमाको यो बिहार विश्व शान्ति बुद्ध विहार बिहारमा आइसक्यो। यहाँलाई स्वागतको लागि धेरै धेरै धन्यवाद। यो न्यानो मौसममा त्यो गौरीशङ्करको फेदबाट आएको चिसो मान्छेलाई न्यानो मनले स्वागत गर्नुभएको यहाँहरूलाई धेरै धेरै धन्यवाद। ल धन्यवाद सर। उहाँ हुनुहुन्थ्यो विश्व प्रसिद्ध साइकल यात्री पुष्कर शाह। आज तिलोत्तमा कोरा साइकल डे र थोरै हाम्रो पुष्कर शाहज्यूको बारेमा म हजुरहरूलाई जानकारी गराउन चाहन्छु। उहाँ सन् 1998 नोभेम्बरको 29 गते उहाँले आफ्नो आमासित 100 रुपियाँ र केही आवश्यक सामान लिएर विश्व साइकल यात्रामा उहाँ चाहिँ होमिनु भएको थियो। करिब 11 वर्ष उहाँले निरन्तर साइकल यात्रा गर्दै 150 भन्दा बढी देशको भ्रमण गर्नुभयो र यस यात्राको मुख्य उद्देश्य भनेको विश्वमा शान्ति, मानव अधिकार, लोकतन्त्र र आपसी सद्भावको सन्देश फैलाउनु थियो। यात्राको क्रममा उहाँले अनेकौं कठिनाई भोग्नुभयो। कतिपय स्थानमा चोरी, लुटपाट र अपहरणको समेत सामना गर्नु परे पनि उहाँ आफ्नो लक्ष्यबाट विचलित हुनु भएन। न्युजिल्यान्डमा साइकल चोरी भएपछि पर्वतारोही एडमन्ड हिलेरीले उहाँलाई नयाँ साइकल उपलब्ध गराइदिनु भएको घटना निकै चर्चित भएको थियो। विश्व यात्रा सम्पन्न गरेपछि सन् 2010 मा उहाँले विश्वका विभिन्न देशको झन्डासहित माउन्ट एभरेस्टको सफल आरोहण गरी विश्व शान्तिको सन्देश दिनुभएको थियो। अब यो कोरा साइक्लिङ यात्रा भनेको के हो त, यसबारे म छोटकरीमा तपाईँहरूलाई बुझाउने प्रयास गर्नेछु। कोरा साइक्लिङ च्यालेन्ज नेपाल अधिराज्यभरि 22 देखि 25वटा सहरहरूमा यो सम्पन्न गरिन्छ। जुलाई महिनाको तेस्रो शनिबारको रूपमा हुन्छ यो जहिले पनि कार्यक्रम। यसको मुख्य उद्देश्य भनेको के हो भन्दाखेरि नेपाल देशलाई कार फ्री है, मोटरसाइकल फ्री, वातावरण मैत्री सहर बनाउने मुख्य लक्ष्य हो। यसको मुख्य उद्देश्य भनेको नै नेपालमा एउटा स्वच्छ वातावरण बनाउने र नागरिकलाई साइकलप्रति रुचि जगाउने उहाँहरूको मुख्य उद्देश्य हो। अब यसमा कोरा भनेको के अर्थ लाग्छ भन्ने कुरा हुन्छ। धेरैलाई थाहा नहोला, कोरा भनेको कुनै पवित्र धार्मिक र सांस्कृतिक स्थलको दक्षिणतर्फबाट घडीको सुई घुम्ने दिशामा परिक्रमा गर्ने धार्मिक परम्परा हो। त्यहीबाट यो कार्यक्रमको नाम कोरा साइकल डे भनेर भनिन्छ हामीले। अब यसको अवधारणा भनेको कुनै प्रतिस्पर्धा या फेरि दौड भन्ने होइन। यसमा चाहिँ यसको अर्थ भनेको सामूहिक साइकल यात्रा है। यसमा हामीले सम्पूर्ण सबै दिशाबाट आउने साइकल राइडर्सहरूलाई सहभागी गराएर एउटा निर्धारित मार्ग निश्चित गरेर परिक्रमा गर्ने गरिन्छ। यो कोरा साइकल डे भनेको यो कार्यक्रमको उद्देश्य भनेको प्रतिस्पर्धा गर्नु होइन, बरु स्वास्थ्य, वातावरण र संरक्षण र समुदाय बीचको एकता र सांस्कृतिक र धार्मिक परम्पराप्रति सम्मान व्यक्त गर्नु हो भन्ने बुझिन्छ है। त्यही अनुरूप आज तिलोत्तमा साइकल सिटी, बुटोल साइकल सिटी, भैरवा साइकल सिटी लगायत हाम्रो कपिलवस्तु साइकल सिटी थुप्रै ग्रुप मिलेर आज यो कार्यक्रम हाम्रो तिलोत्तमामा हुँदै गर्दाखेरि परिक्रमाको क्रममा आज हाम्रो विश्व सुख शान्ति बौद्ध विहारमा पनि उहाँहरूलाई सानो जलपान कार्यक्रम हाम्रो समितिले राखेको हुँदा एउटा सानो महत्त्वपूर्ण समय उहाँहरूसित बिताउने अवसर आज जुटेको छ।
र भविष्यमा पनि उहाँहरूसित यस्तो कार्यक्रमहरूमा हामी आबद्ध भएर जाने मौका मिल्यो भने अवश्य पनि त्यसमा हामी सहभागिता जनाउनेछौँ। र आजको कार्यक्रमको लागि यहाँ हाम्रो बिहारमा यो सम्पन्न गराउनको लागि योगदान गर्नुहुने हाम्रा बिहारका सल्लाहकार अनुराग गुरुङज्यूको पहलमा यो कार्यक्रम भइरहेको छ। उहाँको आज बाबाको पुण्यतिथि परेको र त्यही पुण्यतिथिको अवसर पारेर उहाँ साइकल यात्रीहरूलाई पानी दान गर्ने उद्देश्यले यो कार्यक्रम हाम्रो बिहारमा सम्पन्न भइरहेको छ है। अब यो कार्यक्रमलाई सफल गराइदिनु हुन हाम्रा यहाँ थुप्रै सहयोगी हातहरू जुटेका छन्। समिति लगायत सम्पूर्ण हाम्रो बाहिरबाट आउने वैयावच्चा गर्ने हाम्रा दिदीबहिनीहरूमा म साधुवाद टक्राउन चाहन्छु र उहाँहरूको सहयोगले गर्दाखेरि आज हामीले सफलतापूर्वक र शान्तिपूर्वक यो कार्यक्रम हामीले आफ्नो बिहारमा सम्पन्न गराउन पाउँदा धेरै हामी हर्षित पनि भएका छौँ। र समितिको तर्फबाट म लगायत अध्यक्षको तर्फदेखि सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद पनि भन्न चाहन्छौँ र आगामी दिनहरूमा यस्तो कार्यक्रमहरूमा सहयोग गरिदिनु हुनको लागि पनि हार्दिक अपिल पनि गर्दछौँ। यस्तो कार्यक्रमहरूले धेरै समाजमा राम्रो प्रभाव पार्छ। त्यसले गर्दाखेरि यस्ता कार्यक्रमहरू भइरहेको धेरै राम्रो हो। हाम्रा कोरा साइक्लिङका साथीहरूले देशभरि साइकल यात्रा गर्दा के सन्देश दिन चाहन्छन् भन्ने कुरा धेरैले नबुझेको पनि हुनसक्छ। किनभने हामीले साइकल त यताउति गुडिरहेको त देख्छौँ, खास के उद्देश्य लिएर हिँडेको उहाँहरू भन्ने कुरा धेरैले बुझ्ने समय पनि हुँदैन र बुझाउने समय पनि हुँदैन। त्यसले गर्दाखेरि म थोरै आफ्नो भिडियो मार्फत सम्पूर्णलाई एउटा चाहिँ जानकारी सहित कोरा साइक्लिङको वास्तविक उद्देश्य के हो भन्ने कुरा भन्न चाहन्छु। यो कोरा साइक्लिङ किन मनाइन्छ, साइक्लिङ डे किन गरिन्छ भन्दाखेरि सवारी साधन रहित है। यो सवारी साधन रहित भन्नाले मोटरसाइकल, कार है, प्राइभेट गाडीहरूलाई ब्यान गर्न खोजेको हो कि है। किन त्यसरी चाहिँ उहाँहरूको उद्देश्य त्यसरी किन आयो भन्दाखेरि नेपालमा जुन हिसाबले वातावरण प्रदूषित भइरहेको छ हैन, त्यसले गम्भीर स्वास्थ्य समस्याहरू आइरहेको छ। त्यसले चाहिँ अगाडि निकट भविष्यमा चाहिँ ठुलो जोखिम, ठुलो स्वास्थ्य समस्याहरू हाम्रो नागरिकहरूमा त देखिने सम्भावना छ है। विश्वभरि थुप्रै देशले साइकललाई अँगालेर हैन, जस्तो हाम्रो कस्तो हुनसक्छ भन्दाखेरि अहिले मैले भन्दा तपाईको चाहिँ प्राइभेट गाडीहरूलाई कम्ती गर्ने, मोटरसाइकल कारहरूलाई घटाउँदै लैजाने, त्यसको सट्टामा हामीले साइकल प्रयोग गर्ने र लामो दूरीको लागि हामीलाई अब मोटर गाडी चाहिन्छ हैन, त्यसको लागि हामीले बसलाई प्रयोग गर्न सकिन्छ के। जस्तो हरेक घरमा अहिले तपाईको 5-6वटा गाडी देखिन थालिएको छ हैन। प्रत्येक घरमा कमसेकम एउटा गाडी, एउटा स्कुटी या एउटा बाइक त हुन्छ। त त्यो हिसाबले बढ्दाखेरि निकट भविष्यमा विकराल रूप लिन सक्ने र पेट्रोलियम हाम्रो देशमा उत्पादन नहुने मुख्य समस्या त्यही हो है। पेट्रोलियम हाम्रो देशमा उत्पादन हुँदैन र त्यसले चाहिँ धेरै ठुलो आर्थिक भार हाम्रो सरकारलाई परिरहेको सबैलाई थाहा भएको कुरा हो। त्यसले गर्दाखेरि हामीले यस्तो साइकल कार्यक्रमहरूलाई चाहिँ प्रोत्साहन गर्नुपर्छ र आफ्नो जीवनशैलीमा पनि यसलाई हामीले उतार्न सक्नुपर्छ। यसले धेरै फाइदाहरू गर्छ। हेर्नु, स्वास्थ्यमा त फाइदा छँदैछ, प्लस वातावरणलाई पनि यसले शुद्ध सफा राख्छ। सबैले साइकल चलाउन थालेपछि तपाईको सुगर, प्रेसरका बिरामीहरू लगायत थुप्रै समस्याहरू है, हात घुँडाहरू दुख्ने, जाम हुने, उमेर बढ्दै गर्दाखेरि धेरै समस्याहरू आउँछ शरीरमा, त्यसको निवारणको लागि पनि साइकल चलाउन अति आवश्यक देखिन्छ। र हाम्रो
यो उहाँ चाहिँ कोरा साइकलका साथीहरूले पनि यही नै मुद्दा उठाएर हिँड्नु भएको छ कि आवागमनको लागि मोटर गाडीलाई हामीले विस्थापित गरेर साइकललाई आफ्नो दैनिक रूपमा प्रयोग गर्ने भन्ने उहाँहरूको मुख्य उद्देश्य हो। र यसले चाहिँ एउटा चाहिँ माग उठाउँछ कि साइकल मैत्री पूर्वाधार बनोस्। हाम्रो तिलोत्तमामा त देख्नु भएको छ होला, धेरै जसोले यहाँ हाम्रो शङ्करनगरदेखि सर्लकै जाँदाखेरि जयकुटी हुँदै तपाईँको साइकलको पाथ बनेको छ र निकट भविष्यमा एउटा राम्रो खाले हाम्रो रिङ रोडै बनाएर साइकलहरूको लागि राम्रो एउटा चाहिँ बाटो बनोस्। तपाईँको अहिले तिलोत्तमा मङ्गलापुर कान्छी बजारको बाटोमा पनि तपाईँको साइकलको लागि छुट्टै पूर्व एउटा चाहिँ मार्ग बनाइएको छ। त्यसले गर्दाखेरि साइकल चलाउने हाम्रो साइकल यात्रीहरूलाई एउटा सजिलो, सहज र सुरक्षित एउटा मार्ग तयार भएको हुनाले भविष्यमा त्यस्ता कार्यक्रमहरू हाम्रो स्थानीय सरकारहरूले पनि लिएर आओस् भन्न चाहन्छु म। यति भन्दै गर्दा हाम्रो साइकल चलाएको धेरै फाइदाहरू गनाउँदा एउटा मुख्य फाइदा के छ भन्दाखेरि आर्थिक भार कम हुने है। साइकल यस्तो एउटा चाहिँ साधन हो जसलाई चलाउनको लागि हाम्रो शारीरिक इन्धन चाहिन्छ, कुनै बाहिरी इन्धन चाहिँदैन, न इलेक्ट्रिक, न पेट्रोल, न ग्यास। यसको लागि चाहिन्छ शारीरिक इन्धन, शारीरिक शक्ति है। त टोटल फ्री हुन्छ। खाना खाऊ टन्न, चुल्वा भात खाऊ थालभरि, अनि साइकल चलाऊ। मैले सम्झिन्छु यो तपाईँको 2060 सालभन्दा पछाडितिर हेर्ने हो भने हाम्रो तिलोत्तमा भेगमा त्यतिखेर साबिक शङ्करनगर थियो। त्यतिखेर तपाईँको चाहिँ यो भेगमा साइकल बढीभन्दा बढी प्रयोग हुन्थ्यो र धेरैजसो मान्छेहरू कि पैदल हिँड्थे कि साइकलमा हिँड्थे। त्यतिखेर तपाईँको चाहिँ सुगर भन्ने थाहै हुन्थेन, प्रेसर भन्ने थाहै हुन्थेन, यो रोगको नामै आउँथेन क्या। पछिल्लो समयमा यो धेरै सुनिन थालेको छ। त्यसले गर्दाखेरि एउटा प्योर फाइदा भनेको तपाईँको साइकल चलाउने व्यक्तिलाई तपाईँको एउटा आर्थिक धेरै जुन चाहिँ नोक्सान भइरहेको तपाईँको दबाईमा तपाईँको इन्धन खर्चमा, त्योबाट हामी मुक्त हुन सकिन्छ। उहाँ चाहिँ हाम्रो साथी, केटाकेटीको साथी शङ्कर बस्नेत, उहाँलाई देखेर साह्रै खुसी लाग्यो मलाई। उहाँ चाहिँ यो साइकल यात्रामा सहभागी, हरेक साल सहभागी हुनुहुन्छ। साह्रै दमदार व्यक्ति हुन्। उहाँ लगायत थुप्रै यहाँ त्यस्ता व्यक्तिहरू थुप्रै उहाँहरूको चाहिँ जमघट भएको छ। सबैसित भेट्ने मौका पाइएन, बोल्ने मौका पाइएन, भेट्न त पाइयो किन उहाँहरूलाई अलिक हतार थियो। आज कार्यक्रम पनि उहाँहरूको लामो, 4:30 बजेसम्म उहाँहरूको साइकल यात्रा रहेको हुँदाखेरि यो तिलोत्तमा परिक्रमा गर्ने हुनाले धेरै व्यक्तिहरूसित बोल्न पाइएन। धेरै राम्रा साइक्लिस्टहरू आज देखिएका छन् र निकट भविष्यमा हामी पनि यसमा जोडिने प्रयास गर्नेछौँ भन्ने छु। हुँदा आएर ल 40 होइन 50 दिन्छु भनेर यहाँ 50 चोटि हालिसक्यो भने निकाल्दै हाल्दैछ। अनि त्यस पछाडि त्यसले मोबाइल यस्तो गरेर एउटा यस्तै चेन लाएर झोलामा हालेर लाग्यो। 50 युरो लियो। अनि के भन्छ चोरेको मोबाइल पैसा लिइहाल्यो। डर लाग्यो चोरेको मोबाइल रहेछ भनेर। अनि पुलिस यताउति नखोलिकन जानु भनेर म त्यो ट्रेन स्टेसनमा एउटा साथीलाई पर्खिनु भेट्न गएको थिएँ। त्यहाँ गएँ। अब पुलिसले देखेन होला भने त्यो सिसीको जमाना पनि अलिक विकसित भइसकेको थिएन कि त्यहाँ थियो कि थाहा भएन। पुलिसले देखेन होला भनेर स्टेसनमा साथी पर्खिँदै थिएँ ट्रेनमा आउने। अब त पुलिसले देखेन भनेर त्यो पुरानो मोबाइलबाट सिम झिकेर त्यसमा हाल्नु पऱ्यो भनेर यो त्यसरी त्यो मोबाइल दिएको त्यो शैली भनौँ न त्यो खोज्नु त त्यहाँ त त्यो मोबाइलको चाहिएको साबुन उहाँ चाहिँ कोठामा दाइ नमस्कार। सल्लाहकार दाइ। ए हजुर पुष्कर सर र आजको हाम्रो कार्यक्रम यही सिद्धिएको छ। हामीलाई सहयोग गर्ने सम्पूर्ण साथीहरूलाई साधुवाद भन्दै म आज बिदा हुन चाहन्छु तपाईँहरूबाट। ल धन्यवाद। लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला, माया नमान्नुहोला। बाई बाई।